नमस्ते सबैजनालाई। आज हामी क्लास 10 को केमिस्ट्रीको एकदमै इम्पोर्टेन्ट टपिक सम ग्यासेसको बारेमा पढ्छौँ। सम ग्यासेसमा हामीलाई दुईवटा ग्यासको बारेमा इम्पोर्टेन्टली पढ्नुपर्छ। एउटा एमोनिया अनि अर्को कार्बन डाइअक्साइड, प्लस कुनै कुनै बुकमा एसिड रेन र ग्रिन हाउस इफेक्टको कुराहरू पनि हुन्छ। त्यो पनि हामी अगाडि पढ्दै जान्छौँ। अब यो सम ग्यासेस च्याप्टर एकदमै इम्पोर्टेन्ट हो। यसबाट लङ क्वेसन 4 मार्क्समा आउँछ, फिगर बेस्ड क्वेसनहरू। त्यसैले ध्यान दिएर पढ्नु होला है त। अब सबभन्दा पहिला हामी सम ग्यासेसमा एमोनियाको बारेमा पढ्छौँ है त। एमोनिया भनेको के हो? एमोनियाको मोलिकुलर फर्मुला NH3 हो, ठिक छ। अब कसैले मलाई सोध्यो अमोनियाको मोलिकुलर वेट कति हो, र नाइट्रोजनको एटोमिक वेट कति? 14। हाइड्रोजनको 1 into 3 भनेपछि कति भयो? 17 AMU इज द मोलिकुलर वेट अफ एमोनिया, ठिक छ। अब हामीले सबभन्दा बढी इम्पोर्टेन्ट क्वेसनहरू यसमा रिलेटेड के पढ्नु पर्यो? एउटा प्रिपरेसनमा पनि ल्याब मेथड अफ प्रिपरेसन अफ एमोनिया, त्यसपछि ड्राइङ अफ एमोनिया, टेस्ट अफ एमोनिया, अनि फिजिकल र केमिकल प्रोपर्टिजहरूको बारेमा पढ्नु पर्यो। अब ढिला नगरी पढौँ है त। सबभन्दा पहिला हामीले एमोनियाको प्रिपरेसन कसरी गर्ने? एमोनियाको प्रिपरेसन हामीले डिकम्पोजिसन रियाक्सनबाट पनि गर्न सकिन्छ, ठिक छ। डिकम्पोजिसन रियाक्सनबाट कसरी गर्ने? सबभन्दा पहिला हामीले एमोनियम सल्ट्सहरू हुन्छ नि, एमोनियम सल्ट जस्तै NH4 होल ट्वाइस CO3, एमोनियम कार्बोनेट, ठिक छ। त्यस्तै अरू पनि एमोनियम सल्ट्सहरू हुन्छ। यो सबलाई यदि हामीले हिट गर्यो भने यसमा मेन प्रोडक्टको रूपमा हाम्रो एमोनिया ग्यास आउँछ। सँगसँगै कार्बोनेटलाई यदि हामीले हिट गर्छौँ भने त्यहाँबाट कार्बन डाइअक्साइड आउँछ, प्लस लास्टमा वाटर आउँछ, ठिक छ। त्यही यहाँ दिएको छ। NH4 होल ट्वाइस CO3 जुन सोलिड हो, त्यसलाई हामीले हिट गर्यो भने यहाँ हामीले के पाउँछौँ? एमोनिया ग्यास प्लस वाटर प्लस कार्बन डाइअक्साइड ग्यास, ठिक छ। त्यसपछि अर्को तरिका के छ? ल्याब मेथड अफ प्रिपरेसन अफ एमोनियामा यदि हामीले एमोनियम सल्ट जस्तै साल एमोनियक NH4Cl, यसलाई यदि हामीले NaOH सँग ट्रिटमेन्ट गर्यो, अल्कलीसँग ट्रिटमेन्ट गर्यो भने एक्वस सोल्युसन अफ स्ट्रङ अल्कली अथवा स्ट्रङ बेस जस्तै NaOH, KOH यिनीहरूसँग ट्रिटमेन्ट गर्यो भने पनि त्यहाँ हामीले सल्टको रूपमा NaCl पाउँछौँ, प्लस वाटर पाउँछौँ, प्लस NH3 पाउँछौँ एज अ ग्यास, ठिक छ। त्यही कुरा चाहिँ यहाँ दिएको। NH4Cl सलिड प्लस NaOH एक्वस, यसलाई हिट गर्यो भने हामीले यहाँ के पाउँछौँ? NaCl प्लस H2O प्लस NH3, ठिक छ। त्यसपछि हामीले अर्को पनि तरिकाहरू हुन्छ नाइट्राइडहरूबाट, जस्तै अल्कलाइन अर्थ मेटल्सहरूको नाइट्राइड हुन्छ नि, Mg3N2, ठिक छ। यसलाई यदि हामीले वाटरमा डिजल्भ गर्यो भने त्यो कन्डिसनमा पनि हामीले एमोनिया ग्यास प्लस म्याग्नेसियम हाइड्रोक्साइड पाउँछौँ, ठिक छ। त्यस्तै लिथियम नाइट्राइडबाट पनि गर्न पाउँछ। त्यस्तै यो तीनवटा ल्याब मेथड अफ जेनरल मेथड अफ प्रिपरेसन हजुरले याद गर्नुपर्छ। एउटा एमोनियम सल्टलाई हिट गर्ने, जस्तै एमोनियम कार्बोनेटलाई हिट गर्यो भने, त्यस्तै एमोनियम सल्ट NH4Cl, NH4 होल ट्वाइस, SO4, यो सबलाई यदि मैले स्ट्रङ बेससँग ट्रिटमेन्ट गरेँ भने त्यो कन्डिसनमा पनि मैले के पाउन सक्छु? एमोनिया ग्यास पाउन सक्छु। त्यस्तै म्याग्नेसियम नाइट्राइड भनेपछि मेटल नाइट्राइडलाई यदि मैले वाटरमा डिजल्भ गरेँ भने NH3 पाउँछु, ठिक छ। यति कुरा याद राख्नु होला। यो हाम्रो प्रिपरेसन अफ एमोनिया। त्यसपछि अर्को कुरा के छ? हाम्रो ल्याब प्रिपरेसन अफ एमोनिया, ल्याब मेथड अफ प्रिपरेसन अफ एमोनिया कसरी हुन्छ? अब यसको मैले डिटेलमा त्यस्तो भन्दिनँ, एपरेटस युज, त्यसपछि प्रोसिजर, त्यो म भन्दिनँ, किनभने यो हजुरले आफै पनि स्कुलमा पढ्नु नै भएको होला, प्लस बुकहरूमा एकदम राम्ररी दिएकै हुन्छ। म खालि के गर्छु हजुरलाई थोरै मेन कुराहरू यसमा के चाहियो त्यो कुरा भन्छु, अनि ल्याङ्ग्वेज हजुरले आफैले लेख्नु होला। सबभन्दा पहिला हामीले के लेख्नुपर्छ ल्याब मेथड अफ प्रिपरेसनमा? मेटेरियल रिक्वायर्ड अथवा एपेरेटस रिक्वायर्ड, ठिक छ। एपरेटस रिक्वायर्ड, यसको लागि हजुरले केही पनि कष्ट भोग्नु पर्दैन। सिम्पल, यहाँ जे हामीले यो फिगरमा देखिरहेछौँ नि, यो फिगरमा जे कुरा देखिरहेको छ त्यसैलाई नै एक्सप्लेन गर्ने। के चाहियो? एउटा बर्नर चाहियो, ठिक छ। त्यसपछि हार्ड ग्लास टेस्ट ट्युब चाहियो, ठिक छ। त्यसपछि हामीले यो टेस्ट ट्युबको लागि स्ट्यान्ड चाहियो, डेलिभरी ट्युब चाहियो, यो कर्क चाहियो, ठिक छ। त्यसपछि यो ग्यास जार चाहियो, अनि त्यसपछि यो रड स्ट्यान्ड चाहियो, ठिक छ। त्यसपछि हामीले यो के चाहियो? लाइम टावर यसलाई भनिन्छ, ठिक छ। अब केमिकलमा के चाहियो हामीले? केमिकलमा हामीलाई एमोनियम क्लोराइड, क्याल्सियम हाइड्रोक्साइड चाहियो। त्यस्तै क्विक लाइमको चाहियो। क्विक लाइम किन चाहियो हामीलाई? यो ड्राइङ अफ एमोनियामा मेनली काम लाग्छ, ठिक छ। अब हेरौँ
सबभन्दा पहिला ल्याब मेथड र प्रिपरेसन हामीले मेटेरियल रिक्वायर्ड लेखिसक्यो अथवा एपरेटस रिक्वायर्ड लेखिसकेपछि हामीले प्रिन्सिपल लेख्छौँ। प्रिन्सिपलमा के लेख्छौँ? प्रिन्सिपलमा केही पनि गर्नु पर्दैन, सिम्पल यो रियाक्सनलाई हामीले एक्सप्लेन गर्नु पर्यो। NH4Cl छ प्लस क्याल्सियम हाइड्रोक्साइड सोलिड, यसलाई यदि हामीले हिट गर्यो भने क्याल्सियम क्लोराइड प्लस वाटर प्लस NH3 पाउँछौँ। ठिक छ, यसलाई नै हामीले इङ्ग्लिस भाषामा कसरी भन्छौँ? वेन एमोनियम क्लोराइड and calcium hydroxide when a mixture of ammonium chloride and calcium hydroxide in the ratio 2:1 हेर्नुहोस् न यहाँ दुईटा एमोनियम क्लोराइड छ भने एउटा क्याल्सियम हाइड्रोक्साइड छ in the ratio 2:1 is heated then it gives ammonia gas along with calcium chloride and water ठिक छ क्याल्सियम क्लोराइड एन्ड वाटर यसरी गरेर हामीले यसलाई भन्न सक्छौँ अब यही हामीले प्रिन्सिपल हो अनि लास्टमा हामीले यो रियाक्सन लेख्ने त्यसपछि प्रोसिजरमा हामीले के लेख्छौँ प्रोसिजरमा हामीले यो लेख्छौँ कि यो एउटा हार्ड ग्लास टेस्ट ट्युबमा हामीले एमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोक्साइडको मिक्सचर लिन्छौँ अनि त्यसलाई स्ल्यान्टेड गरिकन स्ल्यान्टेड भनेर अलि स्लोपिङ जस्तो हाल्ने सिधा नहाल्ने स्लोपिङ हाल्ने किन हाल्ने स्लोपिङमा त्यो म एकछिनमै भन्छु स्ल्यान्टेड राखेर हामीले रड स्ट्यान्डमा यसरी फिक्स गर्छौँ अब यसको माउथमा यो हार्ड ग्लास टेस्ट ट्युबको माउथमा हामीले कर्कसँग डेलिभरी ट्युब जोडेर यसरी यो लाइम टावरमा छिराउँछौँ ठिक छ अब यो लाइम टावरमा प्लस हामीले के गर्छौँ यो ग्यास जारलाई इन्भर्टेड गरिकन हाल्छौँ ठिक छ अब किन यस्तो गर्छौँ त म यो के भन्छु सबभन्दा पहिला इङ्ग्लिसमा कसरी भन्ने प्रोसिजरलाई A mixture of ammonium chloride and calcium hydroxide is taken in a hard glass test tube in the ratio 2:1. ठीक छ? The hard glass test tube is kept slanted with the help of a rod stand, and the mouth of the hard glass test tube is connected to the lime tower via delivery tube, and a glass jar is kept above the lime tower lime tower in an inverted position. Now the mixture is heated. When the mixture is heated, अब त्यो कन्डिसनमा के हुन्छ ammonium chloride and calcium hydroxide gets decomposed into calcium reacts with each other and gives calcium chloride, water and ammonia gas. ठीक छ? This ammonia gas passes through the delivery tube and by passing through the quick lime, it gets dried and get collected in a gas jar by डाउनवर्ड डिस्प्लेसमेन्ट अफ एयर किनभने एमोनिया ग्यास यता जान्छ अनि एयर के हुन्छ तलबाट यहाँ निस्किँदै जान्छ अनि यहाँ हाम्रो एमोनिया ग्यास को फर्मेसन हुन्छ ठिक छ यति कुरा हो हाम्रो ल्याब मेथड अफ प्रिपरेसन अब हामीले यहाँ कुरा के जान्नु पर्यो हामीले किन यो ग्यास जारलाई इन्भर्टेड राखेको छ किनभने एमोनिया इज लाइटर देन एयर ठिक छ सो जति पनि ग्यास छ नि जो लाइटर देन एयर हुन्छ त्यसलाई हामीले डाउनवर्ड डिस्प्लेसमेन्ट अफ एयरबाट नै कलेक्सन गर्छौँ ठिक छ त्यसपछि अर्को कुरा के जान्नु पर्यो हामीले यो मिक्सचर यो डेलिभरी ट्युब अथवा यो ग्लास टेस्ट ट्युबलाई किन हामीले स्ल्यान्टेड राख्यो किनभने यदि हामीले यहाँबाट यसलाई यसरी सिधा राखेको भए हेरौँ यहाँ हाम्रो रियाक्सनमा के हुँदैछ वाटर निस्किँदैछ ठिक छ अब यो वाटर के हुन्छ यहाँ जम्मा भएर पछि कन्डेन्स भएर यो हार्ड ग्लास टेस्ट ट्युब चिसो भएर फेरि यहाँको जुन छ नि एकदमै तातो पोइन्ट छ यो इन्ड एकदम तातो छ यताको इन्ड के छ चिसो हुन्छ त्यो चिसो तातो ठाउँमा यदि चिसो पानी जस्तो गयो भने यो हार्ड ग्लास टेस्ट ट्युब के हुन्छ ब्रेक हुन सक्छ यो मैले लेखेको पनि छु अगाडि हजुरहरूलाई म एकछिनमा देखाउँछु अब अर्को टेस्ट अफ एमोनिया ग्यास हामीले एकदमै इम्पोर्टेन्ट छ र टेस्ट अफ एमोनिया ग्यास हामीले दुई तरिकाले गर्छौँ एउटा फिजिकली गर्न सक्छौँ अर्को केमिकली गर्न सक्छौँ फिजिकली भनेको के उसको स्मेलबाट कस्तो स्मेल हुन्छ उसको एउटा चोकिङ अथवा पन्जेन्ट स्मेल हुन्छ सडेको अन्डा जस्तो उसको स्मेल हुन्छ यो हाम्रो एमोनिया ग्यास हो ठिक छ त्यस्तै पछि हजुरले 11-12सम्म पढ्नुहुन्छ यो NH3 जुन छ नि एउटा बेस जस्तो काम गर्छ ठिक छ त्यसैले यदि हामीले मोइस्ट अथवा रेड लिटमस पेपरलाई यदि ट्रिटमेन्टसँग सम्पर्क गरायो भने त्यसमा के हुन्छ रेड लिटमस पेपरको पानीले यो NH3सँग रियाक्ट गरेर के दिन्छ NH4OH ठिक छ यो एउटा बेस भयो ठिक छ यो बेसले के गर्छ रेड लिटमस पेपरलाई ब्लूमा कन्भर्ट गर्छ ठिक छ यति कुरा याद राखौँ त्यस्तै यदि हामीले एमोनिया ग्यासलाई एमोनियालाई
HCl सँग यदि ट्रिटमेन्ट गर्यो भने डेन्स व्हाइट फ्युम्स अफ एमोनियम क्लोराइड पाउँछौँ। ठिक छ, यो तीनवटा तरिकाले हामीले एमोनिया ग्यासको टेस्ट गर्न सक्छौँ। अब हामीले यो इम्पोर्टेन्ट त छैन, यो एमोनिया ग्यासको म्यानुफ्याक्चर मेनली 11 क्लासको लागि इम्पोर्टेन्ट हो, त्यही पनि यहाँ बुकहरूमा दिएको हुन्छ त्यसैले भन्छु। अब कसैले भन्यो म्यानुफ्याक्चर कसरी, म्यानुफ्याक्चर भन्नाले हामीले ल्याबमा होइन इन्डस्ट्रीमा कसरी म्यानुफ्याक्चर गर्ने एमोनिया ग्यासलाई, त बाई कुन प्रोसेस, त हेबर्स प्रोसेस। हेबर्स भन्ने साइन्टिस्टले पत्ता लगाउनु भएको थियो, त्यसैले यसलाई भने हेबर्स प्रोसेस। त्यसमा के गरिन्छ, सिम्पली नाइट्रोजन र तीनवटा हाइड्रोजनको मोलिक्युललाई के गरिन्छ, 500 डिग्री सेल्सियसमा आइरन क्याटालिस्ट, मोलिब्डेनम एज प्रोमोटर एन्ड 200 देखि लिएर 900 एटिएम प्रेसरमा यदि राख्यो भने त्यो कन्डिसनमा हामीले NH3 ग्यास पाउँछौँ। ठिक छ, एमोनिया ग्यास। हामीले सिम्पली के गर्छौँ, when nitrogen and hydrogen gas are treated with each other are heated at 500 degrees Celsius in presence of iron as a catalyst, molybdenum as a promoter, ठीक छ, promoter at an atmospheric pressure of 200 to 900 atmospheric pressure, then it gives ammonia gas। ठिक छ, यसलाई भनिन्छ हामीले हेबर्स प्रोसेस भनिन्छ। अब हजुरलाई यो त चाहिँदैन, त्यही पनि के भनिन्छ, टेम्परेचर 500 डिग्री सेल्सियस, हाई प्रेसर 200 देखि 900 डिग्री सेल्सियस र आइरन क्याटालिस्ट भयो र मोलिब्डेनम एज अ प्रोमोटरहरू मेनली युज गरिन्छ यो म्यानुफ्याक्चर अफ एमोनिया ग्यासको लागि। ठिक छ, यो फेभरेबल कन्डिसन भयो, त्यति कुरा याद राखौँ। अनि कहिले काहीँ एमसिक्यूमा पनि सोध्न सक्छ, नाइट्रोजन र हाइड्रोजन ग्यासको कति रेसियो युज गरिन्छ त हेबर्स प्रोसेसमा, यहाँ हेरौँ, नाइट्रोजन एउटा, हाइड्रोजन तीनवटा, 1:3 को रेसियो। ठिक छ, कसैले यसलाई नै पल्टाएर भन्छ हाइड्रोजन र नाइट्रोजनको के रेसियो, त सिम्पली के भन्ने, 3:1 भन्ने। ठिक छ, यति कुरा याद राखौँ। अब फिजिकल प्रोपर्टिज अफ एमोनिया एउटा हामीले पहिला नै थाहा भयो कि इट इज कलरलेस एन्ड टेस्टलेस ग्यास, जसको पन्जेन्ट अर्डर हुन्छ। ठिक छ, यसले आँखामा आँसु लाउने काम गर्छ। ठिक छ, त्यस्तै इट्स डेन्सिटी इज लो देन द्याट अफ एयर, त्यसैले हामीले के गरेका थियौँ, डाउनवर्ड डिस्प्लेसमेन्ट अफ एयरबाट एमोनिया ग्यासलाई कलेक्ट गरेका थियौँ। ठिक छ, त्यसपछि अर्को, इट इज नाइदर कम्बस्टिबल नर सपोर्टर अफ कम्बसन, यति कुरा याद राखौँ। त्यसपछि यो वाटरमा एकदमै सोल्युबल हो, त्यसैले NH3ले वाटरसँग रियाक्ट गरेर के बनाउँछ, NH4OH बनाउँछ। ठिक छ, त्यस्तै इट इज लिक्विफाइड एट -33.4 डिग्री सेल्सियस एन्ड इट इज सोलिडिफाइड एट -78 डिग्री सेल्सियस, त्यति कुरा याद राखौँ। अनि यो पहिले नै पढ्यो, वेट रेड लिटमस पेपरलाई यसले ब्लूमा कन्भर्ट गर्छ, के देखाइरहेछ, अल्कलाइन नेचर। ठिक छ, अब केमिकल प्रोपर्टिज अफ एमोनिया कुरा गर्नु पर्दाखेरि हामीले केमिकल प्रोपर्टीमा विभिन्न केमिकलसँग रियाक्सन गराउँछौँ। सबभन्दा पहिला एमोनियाले यदि मैले वाटरसँग ट्रिटमेन्ट गरेँ भने त्यति बेला के पाउँछु, NH4OH पाउँछु। यसलाई हामीले के भन्छौँ, लिकर एमोनिया पाउँछौँ, लिकर एमोनिया भनिन्छ। ठिक छ, त्यसपछि अर्को डिफ्रेन्ट सल्ट पाउँछु। यदि मैले एमोनियालाई डिफ्रेन्ट एसिड H2SO4 भयो, HCl भयो, ठिक छ, HNO3 भयो, यिनीहरूसँग यदि ट्रिटमेन्ट गरेँ भने मैले के पाउँछु, एमोनियम सल्फेट पाउँछु। अर्को के पाउँछु, एमोनियम क्लोराइड पाउँछु। अर्को के पाउँछु, एमोनियम नाइट्रेट पाउँछु। ठिक छ, यो सब सल्ट भयो। ठिक छ, अब अर्को कुरा, यो एमोनियाको एक्वस सोल्युसन अफ एमोनिया मैले के भनेको थिएँ, NH4OH। NH4OH लाई के हुन्छ, यो NH4OH बेस हुन्छ। यसलाई मैले यदि एसिडसँग ट्रिटमेन्ट गरेँ, मानौँ H2SO4सँग ट्रिटमेन्ट गरेँ भने हामीले टाइप अफ रियाक्सनमा पढेका छौँ, एसिड बेस रियाक्सन। एसिड रियाक्ट विथ बेस टु गिभ सल्ट एन्ड वाटर, त के दिन्छ यहाँ, एमोनियम सल्फेट दिन्छ प्लस वाटर दिन्छ। ठिक छ, मैले यहाँ ब्यालेन्समा ध्यान दिइरहेको छैन है त। त्यसपछि अर्को चौथो रियाक्सन के याद राखौँ, कार्बन डाइअक्साइड, एकदमै मोस्ट इम्पोर्टेन्ट रियाक्सन। कार्बन डाइअक्साइडले यदि मैले एमोनियासँग ट्रिटमेन्ट गरेँ, केही प्रेसर एप्लाई गरेर, ठिक छ, अनि 1500 डिग्री सेल्सियसमा हिट गरेँ भने NH2CO NH2, यसलाई के भनिन्छ, युरिया भनिन्छ, जसलाई हामीले केमिकल फर्टिलाइजरको रूपमा युज गर्छौँ। ठिक छ, त्यसपछि हामीले अर्को पनि हुन्छ, जस्तै NH3लाई HClसँग ट्रिटमेन्ट गर्यो, NH3लाई HClसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा पनि NH4Cl पाउँछौँ। यसलाई के भनिन्छ, डेन्स व्हाइट फ्युम अफ
डेन्स व्हाइट फ्युम अफ एमोनियम क्लोराइड। ठिक छ, डेन्स व्हाइट फ्युम अफ एमोनियम क्लोराइड। त्यस्तै मैले NH3 लाई हिट गरे भने त्यो कन्डिसनमा मैले नाइट्रोजन ग्यास प्लस वाटर पनि पाउँछु। ठिक छ, इट सफिसियन्ट अक्सिजनसँग यदि ट्रिटमेन्ट गरे त्यो कन्डिसनमा पाउँछु। तर यही ठाउँमा मैले एमोनिया ग्यासलाई अक्सिजनसँग ट्रिटमेन्ट गरेँ, ठिक छ, एट 800 डिग्री सेल्सियस। ठिक छ, अनि प्लेटिनम, ठिक छ, प्लेटिनम गज एज ए क्याटालिस्ट युज गरेँ भने त्यो कन्डिसनमा मैले नाइट्रिक अक्साइड ग्यास पाउँछु प्लस वाटर पाउँछु। ठिक छ, त्यस्तै यसले एमोनियालाई यदि सोडियमसँग ट्रिटमेन्ट गर्यो भने NaNH2 पाउँछु, यसलाई सोडामाइड भन्छ। ठिक छ, यति रियाक्सन हजुरले सिम्पली याद राख्नुहोस्, तर त्यति पनि याद राख्नु पर्दैन। एउटा कार्बन डाइअक्साइडको याद राख्नुहोस्, एउटा डेन्स व्हाइट फ्युमवाला याद राख्नुहोस्, त्यसपछि यो सोडामाइडवाला याद राख्नुहोस्, अनि यो वाला सल्टवाला जुन सल्ट बनाउँछ नि एसिडहरूसँग त्यो याद राख्नुहोस्। यो एकदमै इम्पोर्टेन्ट रियाक्सन्सहरू है त। त्यसपछि हामी युजेस अफ एमोनिया कुरा गर्छौँ भने पहिला हजुरलाई थाहा नै भइसक्यो एमोनियाबाट के बनिरहेको छ। कार्बन डाइअक्साइडसँग ट्रिटमेन्ट गर्यो भने त्यो कन्डिसनमा के पाउँछ, युरिया पाउँछ। त्यसैले डिफ्रेन्ट फर्टिलाइजर जस्तै युरिया, अर्को एमोनियम सल्फेट भयो, एमोनियम नाइट्रेट भयो, यो सब एज अ फर्टिलाइजर युज हुन्छ। ठिक छ, त्यस्तै लिक्विड नाइट्रोजन लिक्विफाई कतिमा हुन्छ, -33.4 डिग्री सेल्सियस। लिक्विड नाइट्रोजन के युज हुन्छ, एज अ रेफ्रिजरान्ट युज हुन्छ इन फ्रिज एन्ड इन्डस्ट्रिज। त्यस्तै इट इज युज फर प्रिपेरिङ नाइट्रिक एसिड बनाउनमा युज हुन्छ। त्यस्तै ब्लु प्रिन्ट अफ म्याप एकदमै इम्पोर्टेन्ट, ब्लु प्रिन्ट अफ म्याप बनाउनुमा पनि युज हुन्छ। ठिक छ, एमोनियम क्लोराइड र एमोनियम सल्फेटहरू मेडिसिनहरूमा पनि युज हुन्छ। यति याद राखौँ। अनि त्यतिमा हाम्रो युजेज अफ एमोनियाको साथै हाम्रो एमोनियाको बारेमा सक्यो। नेक्स्ट क्लासमा हामीले कार्बन डाइअक्साइडको बारेमा पढ्नेछौँ है त।